This video is for educational purposes only. हेलो गाइस, मैले चाहिँ मेरो नामको यहाँ बोक्सा टिच गरेको एउटा एप बनाएको छु। हेर्नु होला है, यो एप चाहिँ मैले बिल्ड गरेको छु। अनि यो बिल्ड गर्दाखेरि चाहिँ अब यसको आफ्नै एप भएपछि आफ्नै सिग्नेचर पनि हुनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। त्यही भएर चाहिँ मेरो अब एपमा मैले सिग्नेचर हेरिरहेको छु है। अब यहाँ सिग्नेचर हेर्दाखेरि हेर्नु त, मेरो सिग्नेचर छैन। यहाँनिर के छ हेर्नु त, अब यो कम्पनी नेममा युएस छ अनि एन्ड्रोइड छ है। एन्ड्रोइड डेभलप लेखेको छ ओनरमा है। अनि एक्सपायरी डेट यति छ है, 2056 सम्म रहेछ। यस्तो रहेछ। अब यसलाई चाहिँ अब मेरो एप भएपछि चाहिँ मैले मेरै सिग्नेचरमा अब मेरै अर्गनाइजेसन अथवा मेरै कम्पनी नाममा हुनु पऱ्यो नि त यो सिग्नेचर पनि होइन र। अब यसलाई चाहिँ कसरी बनाउने भन्ने कुरा चाहिँ मैले अब सिकाइरहेको छु। हेर्नु होला है, अर्को युट्युबले चाहिँ यसरी राखेको छ है, आफ्नो युट्युबको यस्तो हुन्छ भनेपछि अब हाम्रो एपको चाहिँ अब के छ त, छैन नि होइन। आफ्नो ठाउँको अनि आफ्नो कम्पनीको नामहरू राख्ने हुन्छ। अब त्यो चाहिँ कसरी बनाउने भन्दैछु। तपाईँले हेर्ले यो एपिको टुल एम भन्ने एप्स हुन्छ, म लिङ्कमा पनि दिन्छु। यसलाई चाहिँ तपाईँहरूले डाउनलोड गरेर खोल्नु होला। अनि खोलिसकेपछि माथि 3 डटमा चाहिँ क्लिक गर्नु होला। अनि सेटिङमा जानु होला है। अनि सेटिङमा गइसकेपछि हेर्नु सिग्नेचर भन्ने छ है, सिग्नेचरमा थिच्नु होला। अनि यो सबै अन गर्नु होला। यहाँ मैले अन गरेँ जति सबै। अनि यहाँनिर मुनि हेर्नु त, कस्टम सिग्नेचर फाइल भन्ने हुन्छ, तपाईँहरूकोमा अफ हुनसक्छ, तपाईँहरूले चाहिँ अन गरिदिनु होला है त। अनि अन गरिसकेपछि मुनि हेर्नु त क्रिएट अ की फाइल भन्ने छ, क्रिएट अ की फाइलमा गएर क्लिक गर्नु होला। अनि यहाँ जस्तो छ त्यस्तो चाहिँ गरी भर्नु होला है त। यहाँनिर हेर्नु त एसएससा 256 छ, यसलाई क्लिक गर्नु होला। अनि त्यस पछाडि यहाँनिर की प्याक भन्ने छ, की प्याकमा चाहिँ यो मुनिको PK8 मा क्लिक गर्नु होला है त। अनि PK8 मा क्लिक गरिसकेपछि मुनि अटो प्याच भन्ने हुन्छ। तपाईँको यो चाहिँ कहाँनिर सेभ गर्ने भन्नुहुन्छ, यसले अटोमेटिक सिलेक्ट गरिहाल्छ। तपाईँहरूले एमटी म्यानेजर युज गर्नुहुन्छ भने अटोमेटिकली डिलिट गरिहाल्छ। तपाईँहरूले केही लेख्नु पर्दैन, त्यो आफै सिलेक्ट हुन्छ, सिलेक्ट गर्नु होला। अथवा आफैले कुन फाइलमा सिलेक्ट गर्ने त्यो गर्नु होला, सजिलो हुन्छ। त्यो छानिसकेपछि आफै सिलेक्ट गरिदिनु होला। अनि यहाँनिर आइसक्यो। अब यो नामलाई एडिट गर्छु म, किनकि अब मेरो की लेखेको छ, कीलाई चाहिँ मैले आफ्नै बोक्साको उयो बनाउँछु होइन, आफ्नो की पेज बनाउनु पर्ने छ। त्यही भएर म चाहिँ बोक्सा लेखेको एउटा की बनाउँदैछु, बोक्सा टाइप गरिहाल्छु है। मैले बोक्सा लेखेपछि मुनि पनि बोक्सा टाइप भइसकेको छ। अनि मुनि चाहिँ हेर्नु 2048 आएको छ, 2048 भनेको चाहिँ यो चाहिँ साइज हो। अनि मुनि चाहिँ भ्यालिडिटी भने कति वर्षको लागि चाहिँ एक्सपायरी डेट हाल्ने हुन्छ। म 24 हाल्छु, 2050 मा एक्सपायरी हुने बनाउँछु। म 24 मात्र राख्छु है त। त्यो राखिसकेपछि अब एयर आफै त्यहाँ भइसकेको छ। अनि अब कमन नेम भनेको छ, मेरो बोक्सा च्यानल हुनाले म बोक्सा टिचै राख्ने गर्छु है त। म यहाँनिर बोक्सा टिच सेट गर्नेछु। अब यहाँ मुनि अनि अप्सनमा आउँछ अर्गनाइजेसन युनिट भन्ने छ, त्यसमा म सर्टकट बोक्सा नेम बोक्सा टिचको हिसाबले बोक्सा बिटी नै राख्छु होइन। म बिटी सेट गर्छु, यहाँनिर बिटी सेट गरेछु मैले। तपाईँहरूले पनि आफ्नो हिसाबले आफू राख्नु होला। त्यहाँनिर चाहिँ हेर्नु अर्गनाइजेसन नेम भनेको छ, म के लेख्छु भने BT24 नै लेख्छु, किनभने बोक्सा टिच 24 लेख्दा मेरो च्यानल नेम भएको हुनाले म BT24 नै लेख्छु, BT24 है। अनि मुनि हेर्नु त लोकेलिटी नेम भन्ने छ, यसमा चाहिँ अब आफ्नो ठाउँ कहाँ हो भन्दाखेरि चाहिँ आफ्नो ठाउँ हाल्नु होला। म चाहिँ बसेको ठाउँ हुनाले चाहिँ म चाहिँ भद्रपुरमा बसिरहेको छु, त्यही भएर म चाहिँ भद्रपुर लेख्छु ल, यहाँ भद्रपुर लेख्छु। तपाईँहरूले आफ्नो ठाउँको नाम लेख्नु होला। अनि आफ्नो स्टेट नेम भनेको छ, अब आफ्नो स्टेट कुन पर्छ त्यो लेख्नु होला। झापा पर्छ हाम्रो चाहिँ होइन, त्यही भएर मैले चाहिँ झापा सेट गर्दैछु। त्यसले झापा लेखेको छ। अब कन्ट्री कुन हो भन्दाखेरि हाम्रो कन्ट्री चाहिँ अब नेपाल हो, त्यही भएर हामीले चाहिँ नेपाल सेट गर्नुपर्ने हुन्छ होइन। नेपाल सेट गरौँ, नेपाल सेट गर्दैछु। नेपाल सेट गरिसकेर के गर्नु त, सेभ गरिदिनु। अथवा मैले नेपाल लेखेर नेपालको लोगो राखेको छ, अनि सेभ गरिदिन्छु। सेभ गरिसकेपछि हाम्रो की फाइलमा पनि सेभ हुन्छ ल। हेर्नु मेरो सिग्नेचर बनिसकेको छ। अब त्यो मेरो एपमा चाहिँ मैले आफ्नो सिग्नेचर कसरी राख्ने भन्ने कुरा हो होइन। अब यहाँनिर चाहिँ राखेको छैन, देखाएको छैन, आफ्नो सिग्नेचर त छैन। अब यसलाई सिग्नेचर त सिङ गर्नु पऱ्यो होइन, साइन गर्नु पऱ्यो नि होइन। अब साइन गर्नलाई चाहिँ यो मेरो एप बिल्ड गरेको एप चाहिँ यो हो। हेर्नु होला, फेरि हेर्नु होला, यहाँ छैन है। अब यसलाई म के गर्छु त, साइन गरेर देखाउँछु है त। अब त्यसको लागि चाहिँ मैले एमटी म्यानेजर ओपन गरेको छु। तपाईँले पनि एमटी म्यानेजर ओपन गर्नु होला। अनि यहाँनिर माथि साइन आउँछ, यहाँ साइन गरेर अब यहाँ डिफल्ट भन्ने हुन्छ, डिफल्टमा गएपछि यहाँ डिफल्टमा हेर्नु यी बोक्सा भन्ने अघि लेखेको थिएँ मैले, आइसकेको छ त्यो आफै आउँछ तपाईँहरूको पनि। अनि यसलाई सिम गरिसकेपछि साइन गरिसकेपछि यहाँ हेर्दै
अर्को आयो साइन भनेर त्यहाँ आइसकेको छ बुक्स टिचको मुनि। अब यहाँ हेर्नु हो त्यहाँनिर सिग्नेचरमा हेर्दाखेरि यहाँ के आइसकेको छ, यी बुक्स टिच आइसकेको छ। अघि मैले बिटी लेखेको थिएँ अनि यता बिटी 24 पनि आइसकेको छ। अनि लोकेसन कहाँ हो त भन्दाखेरि भद्रपुर होइन। अनि स्टेट चाहिँ कहाँ हो त भन्दा झापा भयो होइन। अनि त्यस्तै गरी कन्ट्री चाहिँ कुन हो त नेपाल है, लोगो सहित आएको छ, नेपालको झन्डा सहित राखेको छु मैले, त्यही भएर आइसकेको छ। तपाईँहरूले पनि मैले गरे जसरी गर्नु होला। एकदम आफ्नो एप बनाइसकेपछि आफ्नै सिग्नेचर हुनुपर्छ।